हेर्न सक्नुहुन्छ आज चाहिँ मेरो घरबाट घार निर्यास भएर चाहिँ मौरी चाहिँ यतातिर आएको थियो यो बारीमा हाम्रो करेसाबारी तरकारी बारीमा यो हाम्रो टनेलमा आएर चाहिँ यसरी बसेको कस्तो राम्रो मजाले हेर्नु त यो चाहिँ हाम्रो सेरेना जातको मौरी परम्परागत मौरी पनि भनिन्छ जसलाई यो चाहिँ एकदम राम्रो सामाजिक किरा मौरी चाहिँ एउटा के हो त सामाजिक किरा हो यसले चाहिँ समाजमा घुलमिल भएर बस्न चाहिँ रुचाउँछ त्यसैले चाहिँ यो चाहिँ यसबाट मह कुटहरू एकदम राम्रो पौष्टिक तत्त्वहरू एकदम राम्रो मह तपाईहरुले पनि चाहिन्छ घार चाहिन्छ भने मौरी चाहिन्छ भने र मह चाहिन्छ भने चाहिँ सम्पर्क गर्नुहोला सम्पर्क नम्बर चाहिँ म राखिदिनेवाला छु तपाईलाई यसरी चाहिँ मजाले हेर्नु त कसरी ढक्कीमा आइरहेको छ यो ढक्कीमा आउँछ यसलाई चाहिँ मैले अब लगेर फेरि घारमा लगेर राख्नुपर्ने हुन्छ यो चाहिँ वैशाख महिना छुट्टिएको मौरी